यो गितामोड र बुट्टाबारी बिचको पूर्व पश्चिम राजमार्गको सडक छेउमा बस पल्टिएको छ र 10101 खको 4459 नम्बरको बस पल्टिएको छ र यहाँ चाहिँ भित्र एकजना मान्छे खिचिएको अवस्थामा छ भन्ने कि मान्छे चाहिँ खिचिएको छ एकजना अनि अरू अरू बिरामी के अरे घाइतेहरू चाहिँ हस्पिटल कतिजना 3जना होइन 3जना चाहिँ मरिसक्यो उहाँ लगेको ठाउँमा मरिसक्यो हस्पिटल बिएनसी कतिजना रहेछन् जम्मा मान्छे यो दसैँको टिकाकै दिन टिका लाउन हिँडेका मान्छेहरू टाउकै छुट्टिएको थियो अरे कहाँबाट आएको बस रहेछ विराटनगर काँगरभिटा यो दसैँको टिकाकै दिन अब टिका लाउन हिँडेका मान्छेहरू सायद यसरी अवस्था यस्तो छ तपाईँहरूलाई देखाइरहेको छु दुःखद छ मान्छे यसरी मरेको छन् खिचिएर मान्छे मरेको छ झ्यालबाट निस्किन खोजे जस्तो देखिन्छ त्यो चाहिँ काँगरभिट्टादेखि विराटनगर यो विराटनगरबाट काँगरभिट्टा आउँदै गरेको बस रहेछ 4459 नम्बरको बस अहिले यो बुट्टाबारी र बिर्तामोडको पुल नजिकै यो गिरीबन्दी चिया एस्टेट अगाडि यसरी दुर्घटना परेको छ र अहिले प्रहरीले यो निकाल्न चाहिँ खोजिरहेछ तर अब मान्छे खिचिएर एकजना यही घटनास्थलमै खिचिएर मरिरहेको अवस्था छ र अरू 2जना पनि हस्पिटलमा मृत्यु भइसक्यो भन्ने यहाँ जानकारी गराएका छन् यो भिडियोमा थप अरू भिडियोहरू तपाईँलाई देखाउँदै जानेछु